घरैमा दुनोट बनाउने रेसिपी लिएर आएको छु। तपाईहरु पनि ट्राई गर्नु होला। आज चाहिँ म नेपाली स्टाइलको दुनोट बनाउन गइरहेको छु। यसको लागि चाहिँ म तातो दुधमा 1 चम्चा घिउ हालेर एकछिन यसलाई म साइडमा राखिदिन्छु। यसमा चाहिँ अब 1 बाउल पिठो, त्यस्तै गरी अर्को पनि अलिकति पिठो राखेर यतिको भएपछि अब यसलाई चाहिँ मजाले फुल्न दिनुपर्छ। त्यसको लागि चाहिँ ओभनमा राखेर म चाहिँ मजाले छोपेर 2-3 घण्टाको लागि चाहिँ यो डोलाई फुल्नलाई राखिदिन्छु। त्यसपछि निकालेर अघिको डो चाहिँ यसरी फुलेर यस्तो भइरहेछ। अब यसलाई चाहिँ म अलिक गिलो छ अलिकति पिठो हालेर मुसेर बेलेर अनि गोलो गोलो शेपमा एउटा कचौरोले काटेर अनि त्यसलाई म दुनोट तेल तताएर तेलमा बसाल्छु। अब म यसरी यहाँ राखेर बेलेर अनि यहाँ तेल तताउन हालेको छु। अनि त्यसपछि म यसलाई तेलमा तार्छु। यो डोलाई चाहिँ यसरी बेलेर म यसो गरेर एउटै शेपको लागि चाहिँ म यहाँ यसलाई एउटा कचौरो टिफिन बट्टा लिएर यसरी गरेर यहाँ सेम साइज बनाउनलाई चाहिँ यसरी डोलाई तयार पार्दैछु। यसरी तयार पारेर यो यस्तो यसरी निकाल्ने यसो गरेर अब म यसलाई चाहिँ तेल तातो गरेर राखेको छु। यसमा चाहिँ यसरी अब दुनोटलाई दुनोट चाहिँ यस्तो भएको छ। मैले चाहिँ धेरै बेर डोलाई धेरै बेर राखिनँ, 1 घण्टा मात्र। अहिले अब नानी बाबु स्कुलबाट आउने बेला हुँदा भएर 1 घण्टा चाहिँ डोलाई 2-3 घण्टा राख्दा धेरै राम्रो। मैले चाहिँ 1 घण्टा मात्र राखेर यसरी कराईमा दुनोट रेसिपी